जय मसी हामी चाहिँ तङ्ग्राममा आएर भाडा मार्दै हुनुहुन्छ हाम्रा हुनहार योद्धाहरूले त्यसरी उता हुनुहुन्छ हाम्रो जय मसी जय मसी तपाईँ किन आउनु भएको यहाँ तङ्ग्राममा परमेश्वरको महिमाको लागि हो उहाँले भनिदिइहाल्नु भने होइन ल अब यता के पाक्दैछ भने अनि यो हाल्ने अमिलो अनि हाम्रा गुरुआमा हुनुहुन्छ के माछा खाँदै हुनुहुन्छ पुरा है अनि उतातिर नि खाँदै हुनुहुन्छ यहाँ चाहिँ पाक्दैछ हाम्रो पास्टर भएर आउँदै हुनुहुन्छ कि हाम्रो प्रिन्सले पुरा रेसिपी हेरी हेरी पकाइराखेको छन् उनी यो चाहिँ रेसिपी हेरेको है मोबाइलमा अहिले मिलाउने अब माछा पाक्दैछ सङ्क्रान्तिर मकै चाहिँ यसरी राख्नु हुँदो रहेछ कि साथी हो कस्तो राम्रो टक्क लाएर है कस्तो राम्रो देखेको अनि यता बारी छ कति ठुलो डाबर आधामा तोरी आधामा जाऊ हामी चाहिँ यसरी घुम्न जाँदैछौँ क्या त्यो तङ्ग्रामको यो माथिको स्कुल होला है सबैभन्दा माथिको यो स्कुल त होला नि है यो गाउँको माथि अनि तल पनि छ होला हामी यसरी जाँदैछौँ साथी हो यहाँ चाहिँ हामी तङ्ग्राममा जग्गामा होइन के गर्ने रे प्रार्थना गर्न सङ्गति गर्न ठुलो गाउँ भन्ने त्यहाँ तल अरे यो होला क्या ठुलो गाउँ त्यो बारी हो कि खेत होला हेर्नु न त्यहाँ कस्तो छ आलु उम्रिसकेछ यहाँ त ल साथी यस्तो देखिन्छ भ्यू माथिको गाउँको तङ्ग्रामबाट हेर्नु नि त्यो बारी कस्तो देखिन्छ कसको बारी होला 11:30 बजे हामीले खाजा खाएको ल मकै यसरी राखेको छ आमा कस्तो राम्रो देखेको है पोखराबाट पास्टर बाह्र आउँदै हुनुहुन्छ आउनुभयो भने प्रार्थना गर्छौँ ल है साथी हो फेरि हामी जग्गा हेर्नलाई लागियो जग्गा हेर्न जाने बात यसै रहेछ नि हामी ठिकै बाटो आइए रहेछ नि हामी चाहिँ जग्गा हेर्न जान लागेको चर्चको जग्गा चर्च भवन बनाउने जग्गा खतरा देखिया ल यताबाट यता जान पर्दो रहेछ हौ साथी हो सबै जानु भइसक्यो मण्डली भवन बनाउने जग्गामा जानको लागि चाहिँ यताबाट जानु पर्दो रहेछ यसरी हिँडेर दामी छ हौ ठाउँ तङ्ग्रामको त गोमन मिठो हुन्छ खाँदा खतरा मिठो हुन्छ नि यो कस्तो मिठो हुन्छ यो गोमन पाक्यो भने त सेतो हुन्छ अर्कै लचक लचक फल्यो त हामी चाहिँ यसरी जाँदैछौँ के आनन्दको समूह ठाउँ के है हाम्रोतिर भिर पाखामा हिँडेको पानी यहाँ त आँखा चिम्म गरेर नि हिँड्न सकिन्छ यस्तो छ यो यस्तो मिठो हुन्छ नि साथी हो यो खाएपछि यो गोमन भन्ने गोबान हो कि गोबन हो त्यो छ हामी जाँदैछौँ ल हामी जग्गा थियौँ आइयो ठिक छ त अनि हाम्रो योजना अब यसमा चाहिँ यहाँबाट वाल उठाएर हैन यसलाई सर्लक यसलाई झारेर यो बिचको सिधै पर्ने ओरदेखि परसम्म एउटा बनाउनु पर्छ
भाइ त त्यो त गोबान पनि कति धेरै हो पाको भने त कस्तो खानुहुन्छ नि होइन सेतो अर्कै हुन्छ का ठुल्ठुला हुन्छ बुक्क फुल्छ हुन्छ जाँदैछौ ल यहाँ खारेर चाहिँ यहाँ मण्डली बनाउने यही जग्गाको लागि प्रार्थना गर्नलाई आएको है त साथी हामी चाहिँ यहाँदेखि ल यही हो है जग्गा यहाँ पनि मण्डली भवन टक्क खडा हुन्छ अनि यहाँ आराधना गरिन्छ सुन्तला छ त यहाँ रहेछ सुन्तला हामी फेरि जग्गा हेरेर फर्किँदैछौँ फेरि पास्टर बाहरू आउनु भयो भने फेरि हामी आउँछौँ प्रार्थना गर्नको लागि म चरी थिएँ भिडियो बनाउनु परेन सुन्तला म यो टिप्छु मलाई यो घर मालिकले यो सुन्तला मालिकले टिप्न भनेर हो नि त ल ल ल ल ल ल कस्यौ कस्यौ सबलाई पुग्ने गरेर टिप ल कहाँ रहेछ सुन्तला भनेको त यहाँ पो रहेछ अब हामी टिप्छौँ खान्छौँ ल टिप आशिषले टिप्ने म भुइँबाट यसरी हेर्ने क्या ल ल टिप टिप आमा पवित्रा आमा होइन हजुर पार्वती पार्वती खुर्सानी मालिक यो खुर्सानी कस्तो हुन्छ भनिदिनु त पिरो हुन्छ हो नि खुर्सानी गुलियो हुन्न पिरो हुन्छ पिरो हुन्छ तर के गर्नु गुलियो होला जस्तै देखिन्छ के भन्छ ललिपप जस्तो के चाटम चाटम जस्तो हुन्छ ल्याउनु ल्याउनु धन्यवाद भर त ठुला ठुला टिप्छौ है ल जाऊ जाऊ त जानु म टिप्छु ठुल्ठुलो खसु खसु अमिलो त अमिलो छ यता यता ढिटको झप्पामा रहेछ जाने यति टिपिम झरे त म त सुन्तला मैले टिपेर ल्याएको भन्नु भयो अर्ग्यानिक कस्तो छ पास्टर बा फाइनली आउनु भयो मोबाइल नुकान्दै जाइबस्छ भिडियो बना तपाईँ एक्साइटेड हुनुहुन्न पास्टर आएको बजारिया चामल मिठो हुन्छ भने नि हुन्छ उही जा गाहन करे भिडियो बनाउन तिनी जय मसी जय मसी जय मसी गर्दै पुरा आज आउन पाएर खुसी जय मसी है जय मसी जय मसी घेता बजे स्वागत गर्नु
स्वर्गका मानिसहरू यसरी हिँड्दैछन्। सपनालाई बढी भएको मैले पनि बोकिदिन्थेँ गरेँ सपना। हामी चाहिँ यहाँ हिँड्दैछौँ। हामी चाहिँ सङ्गति गर्न जाँदैछौँ बाटोमा छौँ। ल है त साथी हो, पास्टर बाहरू आउनु भइसकेको छ र अब हामी सङ्गतिहरू सुरु गर्छौँ अनि जग्गाको निम्ति प्रार्थनाहरू गर्छौँ है त। हामी जम्मा भइसक्यौँ, अब सङ्गति गर्छौँ। मानिसको टोला लिएर गरिबको गोठेमा, मानिसको टोला लिएर गरिबको गोठेमा आजकल गर्दै भनिदे उठालाहरूलाई पहिले दर्शन पठाए पिताले। त्यसै गरेर म मात्रै थिएँ यो बागलुङमा तारा खोलामा, अनि अहिले काँक्रे खोलामा भैँसीहरूले पाउँदै गर्दाखेरि झन् उत्साह बढेको छ क्या नजिकमा होइन। हामी चाहिँ अब दुईवटा मण्डली भयो भने बलुवामा पनि भएको छ। हामी चाहिँ एकदमै खुसी छौँ। हामीले चाहिँ राज्य गर्नुपर्छ भन्ने चाहिँ हाम्रो विश्वास छ। हाम्रो बाबा मम्मीहरूले होइन पोखराबाट सबैजनाले हामीलाई सहायता गर्नुभएको छ, प्रार्थनामा हामीलाई सम्झिनु भएको छ। त्यसैले त हामीलाई उत्साह लागेको छ नि। आज हामी यसरी भेला हुन पाउँदा हाम्रो आदरणीय बाबालाई अनि सबै अब दिपालाई अनि सपना अनि पास्टर मन्जुल अनि दुईजना पास्टर बुवाहरूसँग यसरी भेटघाट हुन पाउँदाखेरि झन् धेरै खुसी लाग्यो। गयो हामी त फर्क्यौँ, प्रार्थना गरेर फर्क्यौँ। ल फर्क्यौँ। पास्टर बाहरू त अघि गइसक्नुभयो, हामी यहाँ छौँ।
भिडियो बनाउन ठिकै छ के आका राम्रो छ धेरै राम्रो छ धन्यवाद पास्टरबाट उहाँ जानु मलाई दिपाले पर्ख्या हो भिक्याउरा हजुर हजुर के हामीलाई गाली गर्नुहुन्छ र यो बारी बारी हिँडेर अलि साइडतिर हिँड्न पर्यो पास्टरबाहरू जान लाग्नुभयो सुरक्षा दिनुभएकोस् तपाईँको बाई बाई अघि बाई बाई गर्दासम्म किन नसम्झेको होला नि ठुलो बाइक भएर होला चलाउन नसकेर मन्दिरले चलाइदिएको होला गरे पछिमा त भिएर अलि अप्ठ्यारो हुन्छ अनि हाम्रो पास्टरबाहरू जानुभयो अब हामी पनि जान्छौँ बाई 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 खिच्क्या यहाँ गएर बाबालाई बाइक तपाईँहरूले बाई बाई गर्नु न म खिच्छु गर्न पाउँथ्यौँ गऱ्यो भने बाई 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 सबैजनालाई हारुन र हुरे क्या तपाईँ पास्टरबाहरू बाई बाई स्टार्टै भएन क्या कहाँ भाग पानी कुरै हुन्न नि त त्यस्तै हाम्रो गाडी फर्किँदैछ हामी नि फर्किँदैछौँ कति बजे घरि हेर्नु त 5:30 हुँदायो 5:30 हुन लाग्यो जाडो भइरहेको जाडो भएर सबै हामी यस्तरी कालो कालो भएनौँ सेतो सेतो हामी चाहिँ आत्माको आगोले हामी बोलेछौँ त्यहाँको बाइकै स्टार्ट भएन के भएर हामीलाई त गाडीले छाडेर गयो अब हामी कहाँ अब कसरी जाने नै साथी हो हामी चाहिँ घर आउँदा 7:30 बजेको थियो र भिडियोहरू बनाउन पाइएन र यो भिडियो अन्तिमसम्म हेरिदिनु भयो तपाईलाई धेरै धन्यवाद परमेश्वरले धेरै आशिष दिनुभएको होस् आजको भिडियो यति नै जय मसी।